हामीले राजमा पनि लगाएको छौँ होइन। अब उता मैले मकैबारी देखाइहालेँ, यहाँ राजमा लगाएको छौँ। राजमामा चाहिँ हामीले कसो गरेको थियौँ भनेदेखि यहाँ मुला पनि लगाएको थियौँ हामीले। मुला लगाइसकेपछि भनेको राजमालाई चाहिँ सेप हुँदो रहेछ। सेप भएपछि चाहिँ यो फल्दैन रहेछ राजमा त्यति। मुला चाहिँ हामीले 10,000 को बेच्यौँ, फल हो होइन। तर गल्ती गरेर कसैले पनि यो राजमा बारीमा चाहिँ मुला नलाउनु होला, सेप हुन्छ। र सँगसँगै यहाँ हामीले आलु पनि रोपेका छौँ। फेरि यहाँ हेर्नु, आलु पनि हाम्रो खन्ने बेला भएको छ होइन, खन्ने बेला भइरहेछ आलु पनि हाम्रो। आलु सँगसँगै फेरि हामीले उतापट्टि बोडी, अर्को बोडी लगाएको छौँ। हेर्नुहोस् है, एउटा बोडी गर्न सक्दाखेरि के हुँदैन, हाम्रो नेपालमा सबै थोक हुन्छ। गर्न सक्दाखेरि, फलाउन सक्दाखेरि सबै थोक हुन्छ। विदेश भन्छन् मान्छे, विदेश भन्छन्, विदेश भन्छन्। हाम्रो नेपालको मान्छेहरू चाहिँ अब अल्छी भइसकिरहेछन्। अनि केही नगर्ने, बुढो विदेश गयो भने बुढोले कमाइहाल्छ नि, हामी के गर्नु, किनेर खाने भन्ने तरिका छ। त्यो होइन, त्यो धारणा राख्नु हुँदैन। यसरी फलाएर चाहिँ आफूले अर्ग्यानिक फलाएर खानुपर्छ, अरूलाई पनि अर्ग्यानिक बेच्नुपर्छ। हाम्रो बोडीहरू फल्दैछन् यहाँ पनि। यो अर्को खालको बोडी हो, यो चाहिँ अर्को खालको बोडी हो। फेरि त्यो हेर्दा चाहिँ त्यस्तै देखिन्छ, तर त्यो होइन है, फेरि अर्कै खालको बोडी है यो चाहिँ। महँगो महँगो खालको अर्कै खालको बोडी हो यो चाहिँ। अब भन्नुपर्दा साथीहरूले यस्तो बोडी देख्नु भएको छैन पनि होला सायद। यसरी फल्छ है फेरि, यो अर्कै हो है फेरि। यो बोडी चाहिँ अर्कै है फेरि। यो चाहिँ यो बोडी अर्कै खालको बोडी हो। यो चाहिँ यसरी गर्नुपर्छ। हामीले पढेको पनि होइन, जानेको पनि होइन, आफै गरेको हो। तर हामीलाई राम्रै भइरहेछ, राम्रै गरिरहेका छौँ हामीले। राम्रो छ, सब्जी खेतीमा राम्रो पैसा हुन्छ। तर हाम्रो नेपालका मान्छे अल्छी बेकामै, केही न कामका भए।